हाई साथीहरू, स्वागत छ फेरि पनि मेरो भिडियोमा। आई होप हजुरहरू सबजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ। अब हामी चाहिँ उठिसकेको छौँ। आजको भिडियो चाहिँ स्टार्ट भइसकेको छ। आज चाहिँ हिजो पर कति राम्रो दिन थियो, यस्तो उज्यालो घामहरू थियो। आज खासै घाम पनि लागेको छैन आज चाहिँ। अनि हामीले चाहिँ दिनभरि के गर्छु म बच्चासँग भनेर चाहिँ म भिडियोहरू बनाइरहन्छु। मेरो भिडियोलाई पनि माया गरिदिनु होला सबैजनाले। बेबी यहाँ मेरो बेबीले चाहिँ उता भाडा चलाइरहेको छ। अनि हामी उठिसकेको छौँ। अनि चाहिँ हेर्दै जानेर साथीहरू घरको सबै काम भ्याइसकेपछि चाहिँ म जस्तोको हुनुहुन्छ साथीहरू घरमै बनाएर मनपर्ने खाना। आज चाहिँ मैले धेरै दिनपछि चाहिँ मलाई बिरयानी खान मन लागिरहेको थियो। अनि मासु लिन जाने मान्छे कोही हुनुहुन्थेन। अनि त्यही भएर चाहिँ मैले किनकि फ्रिजमा अन्डा चाहिँ धेरै दिनबाट बरा थियो। अनि त्यसपछि मैले सोचेँ आज अन्डा बिरयानी बनाउनु पर्यो। अन्डा बिरयानी घरै बनाइसकेपछि चाहिँ परिवारमा सबैले खाइन्छ। बाहिर गएपछि चाहिँ अब थोरै हुन्छ। अनि त्यो बच्चासँग अनि कसरी खाने भने अनि त्यहाँ घरै बनाइसकेपछि सबैले खान पाइयो नि त। अनि मैले चाहिँ अहिले चाहिँ घरै बनाउनु पर्यो भनेर अनि यता सबै सामानहरू रेडी गरेँ। अन्डा सन्डा फ्राई गरेँ। अनि उता चामल पानी उमालेँ। अनि चामल चाहिँ मैले घरकै चामल युज गरेको छु घरमै। अनि त्यो इन्डिया जुन बिरयानी खानेवाला चामल चाहिँ लिएको थिएन कि, त्यो चाहिँ मैले बर्थडेहरू यस्तै पार्टी हुँदा चाहिँ मात्र बनाउँछु। आज चाहिँ नर्मल चामलमै बनाउनु पर्यो भनेर चाहिँ यता सब्जी पनि राख्नु पऱ्यो कि, फ्रिजमा सब्जीहरू पनि थियो। अनि मैले सोचेँ सब्जीहरू पनि राख्नु पऱ्यो अनि सब्जीहरूलाई हल्का हल्का फ्राई गरेँ। अनि त्यसरी सबै फ्राई भइसकेपछि यता सामान सबै रेडी गरेर अनि चाहिँ म बिरयानी बनाउन रेडी भइसकेको छु। अनि त्यसपछि चाहिँ अनि हजुरहरू कोलाई घरमै बनाएको मनपर्छ कि बाहिरको त मनै पर्छ त्यो, किनभने मसलाहरू पनि धेरै नै ठोकेको हुन्छ नि। आफ्नो हिसाबले चाहिँ घरमै बनायो भने चाहिँ परिवारसँग सबै मिलेर खाना चाहिँ एकदम राम्रो लाग्छ। त्यही भएर चाहिँ म धेरै जस्तो चाहिँ प्रायः घरमै बनाउँछु नि त। बाहिरको त हामी खासै खाँदैनौँ। अनि मेरो बुढालाई पनि घरमै बनाएकै मनपर्छ। त्यही भएर चाहिँ मैले आफूले नजाने युट्युबमा हेरेर भए पनि केही कुराहरू त युट्युबबाट नि त धेरै कुराहरू सिक्न सकिन्छ नि त। आजभोलि त केही खान मन लाग्यो भने चाहिँ